महिलालाई यौन उत्तेजना हुँदा योनी तातो र चिप्लो भएर मजा लाग्दा, तर साथी लिङ्ग नपाउँदा वा एक्लै हुँदा किन भेटा, काँक्रो, लौका, गाजर जस्ता तरकारी वा औँला प्रयोग गर्छिन्? यो पुरै सामान्य र प्राकृतिक कुरा हो। यो कुनै असामान्य वा खराब होइन। यो महिलाको शरीरले मज्जा खोज्ने स्वाभाविक तरिका हो। मुख्य कारणहरू: नम्बर 1, उत्तेजना धेरै भएर शरीरले केही चाहियो भन्छ। जब महिलालाई मज्जा लाग्छ, योनिभित्र तातो हुन्छ, क्लिटोरिस फुल्छ, पानी आउँछ, योनि खाली महसुस हुन्छ। यो खालीपन मेटाउन केही घुसाउने चाहिन्छ। लिङ्ग नभएपछि शरीरले उपलब्ध चिज खोज्छ। औँला सबैभन्दा सजिलो र सुरक्षित हुन्छ। औँलाले आफै कन्ट्रोल गर्न सकिन्छ, कति गहिरो, कति छिटो, कुन ठाउँमा दबाउने। नम्बर 2, औँला सबैभन्दा पहिलो र प्राकृतिक तरिका। धेरै महिलाले सानैदेखि किशोरी हुँदा औँलाले क्लिटरिस रगडेर वा योनिभित्र घुसाएर मज्जा लिन्छन्। यो सुरक्षित छ, कुनै सङ्क्रमणको डर कम हुन्छ। हात सफा राखेपछि औँलाले जी स्पट यानि योनिभित्र अगाडि ठाउँ ठ्याक्कै दबाउन सकिन्छ, जसले पानी फुटाउने मज्जा दिन्छ। योनिको आकार अनुसार औँला फिट हुन्छ, न धेरै ठुलो न सानो। नम्बर 3, तरकारी वा घरेलु चिज किन प्रयोग गर्छिन्? सजिलै उपलब्ध हुन्छ। घरमा काँक्रो, भेटा, लौका, गाजर जस्ता चिजहरू सधैँ हुन्छन्। लिङ्ग जस्तै आकार र मोटाइ हुन्छ। नयाँ सेन्सेसन खोज्न काँक्रो चिसो र चिल्लो हुन्छ, भेटा नरम तर मोटो, यो नयाँ महसुस दिन्छ। केहीलाई प्राकृतिक लाग्छ। नम्बर 4, लिङ्ग नभएको बेला विकल्प। पार्टनर टाढा छ, सेक्स टय छैन, तर उत्तेजना धेरै छ, तब घरेलु चिज प्रयोग गर्छिन्। यो क्युरियोसिटी र मजा बढाउने तरिका हो। नम्बर 5, फिल्म, कथा वा साथीहरूले भनेपछि ट्राई गर्छिन्। तर यो सुरक्षित छ कि छैन? महत्त्वपूर्ण कुरा। औँला, हात सफा राखेपछि पुरै सुरक्षित। तरकारी धेरै जोखिम छ। काँक्रो, भेटा, लौकामा धुलो, किरा, ब्याक्टेरिया हुन्छ। योनिमा सङ्क्रमण, यीस्ट इन्फेक्सन र युटिआई हुन्छ। टुक्रा भाँचेर भित्र अड्किन सक्छ, अस्पताल जानुपर्छ। चिसो र रफ भएर जलन वा घाउ हुन्छ। डाक्टरहरू भन्छन् तरकारी वा फलफुल योनिमा नघुसाउनु, यो भाँचिने, अड्किने खतरा हुन्छ। नम्बर 6, सजिलो विकल्प के हो? औँला प्रयोग गर, सबैभन्दा राम्रो। यदि पेनिट्रेसन चाहिन्छ भने पानीले सफा गरेको, स्मुथ र सुरक्षित सेक्स टय किन, जस्तै डिल्डो वा भाइब्रेटर। लुब हालेर औँला वा टय प्रयोग गर्दा मजा डबल हुन्छ। नम्बर 7, क्लिटोरिस रगडेर पनि अर्गाजम आउँछ। छिराउन जरुरी छैन। छाडा सत्य, महिलालाई पनि पुरुष जस्तै मज्जा लाग्छ। हर्नी हुँदा शरीरले केही चाहियो भन्छ। लिङ्ग नपाउँदा औँला वा उपलब्ध चिज प्रयोग गर्छिन्। यो प्राकृतिक हो, तर सुरक्षित तरिका अपनाउनु, सङ्क्रमण नहोस्। योनिको मज्जा आफै खोज्नु राम्रो कुरा हो, लाज मान्नु पर्दैन। ट्राई गरेर सुरक्षित तरिकाले कमेन्टमा भन, कुन तरिका बढी मज्जा दिन्छ, औँला कि अन्य?